म चाहिँ अहिले जाँदैछु मर्निङ वक रनिङ जे पनि अहिले म जाँदैछु। अहिले बजेको 4:30 म जाँदैछु। यो चाहिँ मेरो डेली मैले बिहान उठ्छु अनि म पहिला रनिङ जान्छु। त्यसपछि बल्ल मेरो लाइक डे स्टार्ट हुन्छ। हेर्नुहुन्छ मम एक्सर्साइज गर्दै हुनुहुन्छ। हेलो मम, गुड मर्निङ। के गर्दै हुनुहुन्छ? योगा एक्सरसाइज। मम यस्तो स्लिम हुनुभयो धेरै एक्सर्साइज गरेर। मेरो चाहिँ फ्रेन्ड्सहरू छैन। म चाहिँ अलवेज जहाँ जाँदा मेरो मम कि मेरो हस्बेन्ड यति मात्र हो। म चाहिँ अलवेज मामुसँग आउँछु रनिङ। सो या ममहरूले चाहिँ जबरजस्ती रनिङ चाहिँ लिएर आउनुपर्छ है। म चाहिँ मेरो ममलाई अलवेज बिहानै उठाउँछु अनि ममसँग आउँछु। मम पनि हेल्दी भइहाल्नुहुन्छ। अहिले चाहिँ मामुहरूलाई चाहिँ लिएर आउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब हाम्रो turn to take care of our mom and dad. मर्निङमा चाहिँ बिहान उठ्नुपर्छ जस्तो मजा आउँछ। अनि यहाँ यस्तो पिस छ यतातिर। मेरो आवाज एकदम बसिरहेको छ। प्लिज गाइज इग्नोर माई भोइस अगेन। म चाहिँ बिहान उठेन भने मेरो डे एकदमै लेजी जान्छ। सो आई हेभ टु 4 बजी चाहिँ मेरो हेबिट भइसक्यो। सो म चाहिँ एकदम बिहान उठ्छु बल्ल मेरो दिसभरि एनर्जी सबै कुरा एकदम फाइन हुन्छ। अदरवाइज इरिटेट हुन्छु म बिहान चाहिँ। म 4 बजे उठेर रनिङ आएन भने चाहिँ। सो यो हेबिट चाहिँ गर्नुपर्छ है गाइज। हेलो रोसु। अब रोजु स्कुल जाने टाइम भयो। यहाँ रोजुको खाना कस्तो छ? वेलकम। फाइनली मी टाइम। बाउ पनि स्कुल गयो। क्याफेको सब क्लिनिङ पनि भयो, सबै भइसक्यो। अब चाहिँ म यो खान्छु, एनर्जी बुस्ट गर्छु। एकछिन ब्रेक होइन, ब्रेक चाहिँ लिनुपर्छ एकछिन। एन्ड देन म फ्रेस हुन्छु अनि म आउँछु किनकि बारिस्टा अब आइसक्यो होइन। अब चाहिँ किचन चाहिँ हेर्नुपर्छ। सो प्रिपरेसनहरू गर्नु चाहिँ एभ्रिथिङ एन्ड अल। सो त्यसको लागि चाहिँ म एक्सप्रेसो खाएर चाहिँ अझै मोर एनर्जेटिक हुन्छु। अनि कुकिज एज वेल। सो या थर्ड अर्डर फर्स्ट र सेकेन्डको चाहिँ मैले ब्लग गर्न बिर्सेँ। यस्तो गर्मी छ यहाँ किचनमा। यहाँ मेरो बहिनी पनि यहाँ छ, मलाई हेल्प गरिरहेको छु। उसलाई झन् गर्मी हुन्छ म भन्दा नि मलाई पसिना आएको छ भने चाहिँ उसलाई झन् कति गर्मी भयो होला। लाइन चाहिँ छैन, मेरो अझै धेरै अर्डर छ। सो रियालिटी चाहिँ यस्तो छ है यहाँको। त्यही हो।
बल्ल पानी रोक्यो एकदम पानी परिरहेको थियो अघि पानी हावाहरू सबै बल्ल पानी रोक्यो अनि म चाहिँ मी टाइम इन्जोय गर्दै थियो ग्रास टी म त्यस्तो वेदर पनि धेरै मनपर्छ तर म यस्तो किचडहरूसँग चाहिँ एलर्जी छ मलाई चाहिँ हेर्ने बित्तिकै एलर्जी छ मलाई चाहिँ तर मन चाहिँ पर्छ मलाई यस्तो वेदर यस्तो राम्रो भइरहेछ यो चाहिँ हाम्रो घर पछाडि क्याफे घरसँगै छ नि त त्यो घर पछाडि भन्न आउँछ मलाई क्याफे पछाडि भन्दा नि हुन्छ यस्तो भइरहेको छ मौसम एकदम ठुलो पानी परेको थियो आज चाहिँ हेलो काम भ्यायो रेस्ट टाइममा अब खोइ अब बहिनीहरूको पछाडि हुनुहुन्छ किचनमा किचनमा किन त्यो र अर्डर आएको थियो मलाई भन्नु भएन त अर्डर आएको छ र अर्डर आएको छ र मलाई भनेन त लिएर आइसक्यो कहाँ भागेको त नि किन लगाउनु पनि पछि छोडिदियो पानी परेर के आऊ गुरास्टी खान गुरास्टी खान आऊ ऊ त्यहाँ बनाएको छु आऊ न एकछिन आऊ मी टाइम गरौँ दिदी बहिनी कप लिएर आउने एउटै मैले यहाँ गराइरहेको छ हट छ ठिक्क छ क्या कति ढिलो आएको लाइनै छैन आऊ भ्यू हेर्दै गुरास्टी खान पानी पर्यो लिएले चिसो हुन्छ अहिले अघि नै भन्छ नि तिमी कहाँ थियो गायब बनाएकै थियो होला बनाएकै थियो मलाई किन नहानेको म बाहिर बसेछु भनेर यस्तो हुनुपर्छ है नभनिकन आफै गर्ने यो सजिलो सजिलो त बनाइहाल्छ नि त अरू त हुन्न आज मौसम दामी भइरहेको छ अनि ग्रिन टी भन्दा चाहिँ म गुराँस टी प्रिफर गर्छु कि तिमी राम्रो छ हेल्थको लागि राम्रो छ केटीहरूलाई चाहिँ एकदम राम्रो छ कि हेल्थको लागि बेनिफिटहरू राम्रो छ अब चाहिँ हामी इन्जोय गर्छौँ हामी चाहिँ यस्तो कुरा गर्छौँ हाम्रो एकदम धेरै कुराहरू हुन्छ जस्तोमा आउँछ बजारसँग कुरा भइसक्यो तिमी दुईजनाको सब सोध्छ नि तिमीले सब सोधिसक्यो भाइलाई अब के सोध्न गर्लफ्रेन्ड छ कि न सोध्न अब हाँस्किन छ कि न अरे भाइ बहिनी सोध्यो बाई 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 भोलि आऊ है बाई
बेसी पानी परेर एकदम फोहोर भएको थियो। अहिले चाहिँ क्याप पनि क्लिन भइसक्यो। अनि मलाई नि एलर्जी भएर म ड्रेस चेन्ज गरेर आएको छु। अब चाहिँ म किचन क्लिन गर्न जान्छु। अनि यहाँ क्लोज गर्ने लाइन पनि छैन। अब मेरो काम स्टार्ट हुन्छ। अब क्लिन गर्ने, त्यसपछि क्लोज गर्ने भइरहेको छ। फाइनली सबै क्लिन भइसक्यो। यता पनि क्लिन भइसक्यो, यता पनि क्लिन भइसक्यो। अब चाहिँ क्लोज गर्ने। My daily life is simple, not always exciting, but it's real. I hope in coming days I can make more better and more fun vlog for you all guys. Good night, sweet dream, and don't forget to like, subscribe my channel. Keep smiling guys. Bye bye.